हुँदा मात्र हो आऊ सानो भन्ने त भनेपछि भेनाजी चाहिँ होइन होला भेनाको भाइ हो ए भेनाको भाइ हो शङ्का लागिरहेको थियो मलाई बिहा गर्छुले भन्नेले अब अर्को बिहा गरेर बसिरह यहाँबाट कहाँ निस्किन्छ हजुर कहाँ निस्किन्छ यो माछा पोखरी ए रात परेर होला के थाहा छैन मलाई त यता 100 चोटि हिँड्छु कि म फेरि पठाउ गर्दा कता हो यार मासु बिहान नि मैले बुक गरेको कि हजुर अनि मैले ढिलो भइरहेको थिएँ अनि अब 8 बजे पुग्नु पर्ने होइन ड्युटीमा हजुर अनि इन्ड्राइभ बुक गर्छु मान्छे फोन त्यो बाटो त्यो अल्लु लिँदो रहेछ त्यो सानो सानो एकै ठाउँमा भएको भएर कि बाटोहरू ए ढिलो भएर तपाईँको त्यो लोकेसन त नि झन् यस्तो खतम रहेछ यताबाट गयो उता देखाउँछ उताबाट गयो फेरि बाटै छैन मान्छे हिँड्ने बाटो छ ए म्यापै हराउने ठाउँ लास्टमा बाइकै नघुम्ने फेरि बाटो ओ फाल्टु यार ढिला त भएको छैन नि तपाईँलाई हजुर ढिला त भएको छैन नि ठिकै हल्का त भयो तर कलङ्की कहाँनिर हो चोकमै छोड्दिनु चोकमै छोडिदिने चोकमै चाहिँ कता जानु लाग्नु भएको म माछा पोखरी आइपुगेको कि अनि निस्किनु त टाइम लागिहाल्छ नि खोइ कति टाइम लाग्छ होला त्यही 20 मिनट 20 मिनट जति लाग्छ होला भनौँ न ल चोकमा आउँदा हुन्छ चोकमा आइपुग्नुहुन्छ के हुँदैछ को हुनुहुन्छ कलङ्कीमा चाहिँ हजुर कलङ्कीमा चाहिँ कसले पर्खिराख्नु भेना ए त्यो साली भेनाको आज रमाइलो हो कि क्या हो भेटघाट कार्यक्रम हो कि क्या हो हैन अनि के त नि हो अनि झुट बोलिराख्नु भएको छ है झुट बोलिराख्नु भएको छ हो हैन अनि दिदीहरु नि हुनुहुन्छ नि दिदीहरु नि हुनुहुन्छ अनि तपाईको मात्र जोडी नभएको हो अनि जोडी लिएर जानु पर्थ्यो नि त कहाँ जाने होला अलि बेला भएन जोडी लारेलाई हो र कता हो नि हजुरको घर चाहिँ लमजुङ तपाईको त मेरो मेरो नि लमजुङ हो नि त यस्तै हो कुन ठाउँ लमजुङ त्यो कहाँ भन्छ बेपासे बेपासे अब कस्तो ठाउँ हो मैले त फर्स्ट टाइम सुने हो र ए तपाईको चाहिँ कहाँनिर लमजुङ मेरो लमजुङ बेसर बेसी सहर हजुर ए मैले नि बेसी सहरै भन्नु आँटेको थिएँ त्यो चिप्लेर उता बेपासेतिर पुगेछ बडा हरामी हो बेटा अनि के छ र त्यहाँ चाहिँ अनि कलङ्कीमा खाना बोलाएको झन् आज 8 बजे निस्किन्छु भनेको झन् निस्किनु लागेको कस्टमर आएर यति धेरै प्याक भएर हो निस्किनु नपाएर खाना खान अनि त्यहाँदेखि यहाँ
यति टाढा अब बोलाएपछि त आउनु परिहाल्यो नि स्पेसल मान्छेले बोलाउनु भयो होला है होइन खसी होला त हजुर खसी होला म त खादिनँ हो र के खानुहुन्छ त रक्सी भेज हो ए केमा जब गर्नुहुन्छ नि यता चाहिँ त्यही थकाली खाना घरमा थकाली खाना घरमा त्यही माछा पोखरीमा मिठो मसला देख्नु भयो हजुर त्यही हो ल त्यहाँ म खाना आयो भने मलाई डिस्काउन्ट मिल्छ त मिलिहाल्छ नि साँच्चै हो कति हो खानाको एउटा खाना सेटको सादा खानाको 250 ए म आएँ भने कतिमा दिनुहुन्छ 200 सम्म त मिल्छ नि हो र ल ठिक छ हल्का स्पिड गर्नु मिल्दैन हजुर थोरै स्पिड गर्नु मिल्दैन खोइ देखिँदैन अहिले ठोकियो भने नि अहिले अब देखिँदैन र देखिया छ र तपाईँलाई चलाउन आउँछ बाइक मलाई त डर लाग्छ ए स्कुटर चलाउँथेँ पहिला हजुर भयो अनि त्यहाँ डर लाग्छ ए एक्सिडेन्ट भयो र रातिको बेला खाल्टी हुन्छ क्या अगाडि अहिले घान्द्राङ्ग्रा घुम्नु पछि गयो भने फेरि एउटा हड्डी मात्रै भाँचियो भने नि फेरि एकछिनको हतारमा केही देखिँदैन दिनमा भए त तपाईँलाई म होइन आँखाभरि पानी बनाइदिन्थेँ अब रातमा अब कसरी बनाउने यता चाहिँ के गर्नुहुन्छ नि पढ्नुहुन्छ जब गर्ने बस्ने ए स्यालेरी कति दिनुहुन्छ नि 12 ए अनि हजुर सिङ्गल हो कि म्यारिड हो कि केही नै होइन त्यस्तो केही नै होइन नि हुन्छ र बिहा गर्छुले भन्नेले अब अर्को बिहा गरेर बसिराख ए बर्रै झन् त्यस्तालाई देखाउनु पर्छ त अनि देखाएर नि मैले अब कुनै दिन मेरो नै होला नि अलि हतार नगर्ने अलि हो सोच विचार गरेर होइन त लमजुङको मेरो नि एकजना साथी हुनुहुन्थ्यो क्या सुभाष भन्ने त्यही भएर ठ्याक्क त्यताको पर्नु भयो कि भनेर सोधेँ कि मैले तिमीलाई राति हिँड्दा डर लाग्दैन तपाईँलाई छोरी मान्छे राति एक्लै हिँड्दा डर लाग्दैन किन नराम्रो काम गरेर पो हिँड्नु भएन त त्यस्तो भन्नु खोजे होइन कि नराम्रो काम राम्रो काम भन्न खोजेको अब हिँड्न अब यतिकै बाटोमा हिँड्या भए त अब यसो नराम्रो हुन्छ भन्ने कुरा हुन्छ नि त अब यहाँ त अब अलानी गरेर हिँडेर अब के हुने हुन्छ र अनि तपाईँ अनि कलङ्की कहाँनिर भन्दाखेरि चोक्कैमा भन्नुहुन्छ नि ए उहाँ लिन आउनुहुन्छ नि त अनि ए आज मेजमान खानु बोलाउनु भएको छ है मेजमान खानु म पनि गइदिउँ कि क्या हो कहाँ आइपुग्यो हामी सीता पाइला अब पुग्न लाग्छौँ भन्नु न सीता पाइला भन्नु न आइपुग्न लागिसक्यो सीता पाइला कट्यो सीता पाइला कटिसक्यो के कसले हो त्यस्तो केयर गर्नु भएको भनेपछि भेनाजी चाहिँ होइन होला भेनाको भाइ हो ए भेनाको भाइ हो शङ्का लागिरहेको थियो मलाई
शङ्का लागिरहेको थियो होइन उनीहरू सबै हामीसँगै हो नि त ए अनि ढुवासम्म लिन आउने उसले लिन आउला होला नि त्यही भएर ए भेनाको भाइ भने सोल्टी भनेपछि सकिगयो नि होइन के हो लप परेको छ है क्या हो छैन दिदी बहिनी एउटा घरमा त के जानु अनि सोल्टीले पर्पस हान्यो भने नि फेरि हान्दैन एउटै घरमा जाँदा झन् सजिलो होइन र दिदी बहिनी के सजिलो हुनु भने सजिलो नि अब होइन टाढिनु नि पर्दैन ए हाम त बाजा लरा हो र टाढा हुँदा मात्र हो आऊ सानो मेरो बहिनी मेरो दिदी भन्ने त नजिक भएपछि त होइन लाप्पा खेल्ने फेरि भन बाजा बाजा त्यो दिदी बहिनीको माया होइन त काठमाडौँ आउनुभयो कति भयो नि बस्नु त पहिला नि बसेको हजुर कति 2.5 वर्ष बसेर हजुर चितवन गएर बसेर फेरि आएको चितवनबाट आएको चाहिँ भर्खर 2 महिना भयो यता चाहिँ को बस्नुहुन्छ बहिनी दाइ म ए चोक्कैमा भन्नुभएको ल पारिपट्टि रोकिदिन्छु ल त्यो गाडी लाग्ने बाटो छ नि हजुर हजुर हो त्यहाँ अगाडि कलङ्कीदेखि चाहिँ कहाँ जानु हुने कहाँ बस्नुहुन्छ भने थाहा छैन बस्ने भित्र कहाँ हो भनेको थियो कसरी आएको यो टिप्पर अब गाडी चाहिँ रोक्ने ठाउँ यतै हो कहाँनिर रोकिदिउँ त तपाईँलाई उहाँ पेट्रोल पम्पमा रोकिदिउँ होइन सजिलो भन्न सजिलो हुन्छ नि त म पेट्रोल पम्पमा छु भनेर यो कहाँनिर भनेर थाहा छ नि तपाईँलाई नि थाहा छ कि नै सोध्नुभयो भने यो कहाँनिर यो कृषि विकास ब्याङ्कको अपोजिटमा छु भन्नु न एक 155 चेन्ज लो वेलकम छ त यो कृषि विकास ब्याङ्कको अपोजिटमा छु भन्नु ल फेरि हराउनु होला अर्कैले लिएर जाला नि फेरि गाह्रो पो छ त यता यो के अरे ढुङ्गटा जाने बाटो नयगाउँ ढुङ्गटा जाने बाटो भन्नु न